हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। सो आज चाहिँ पानी परेको, यसो बाहिर मौसम हेर्न जानु पर्यो भनेको। अगाडि घरको हेर्नु कति धेरै आँप लागेको छ। यो आँप चाहिँ हेर्न साइड लगाएर म चाहिँ मौसम हेर्नतिर लागेँ। अनि त हेर्नु कति राम्रो सनसेट भएको, भर्खरै पानी परेको नि मौसम कस्तो राम्रो भएको कि। अनि फेरि म भित्र आएर काम गर्न लागेँ। अनि आज चाहिँ भिडियो एकैछिन बसेर सोचेँ भिडियो के बनाउने, कस्तो बनाउने, के बनाउने भनेर। पानी परेको थियो बाहिर जानलाई पनि, बाहिर जान मिलेन। सो फेरि मैले काम गरेको नै भिडियो सुट गरेँ अनि केही न केही त बनला भनेर। तर यो मैले कतिचोटि नोटिस गरिसकेँ, भिडियो केही नहुँदाखेरि नि काम गरेको नै बनाएर पनि अनि म कस्तो भोइस ओभर गर्ने बेला कस्तो आफै आउँछ कि बोल्नलाई। सो म चाहिँ आएर काम गरेँ स्कुलबाट आएर म एकैछिन चाहिँ शान्त बस्न मन लाग्छ, 1-2 घन्टा। त्यसपछि बरु अरू कामहरू गर्न मन लाग्छ। अनि 1-2 घन्टा शान्त भएपछि अनि माइन्ड पनि सेट हुन्छ, म घरमा छु, स्कुलमा छैन भनेर। अनि त्यसपछि म अरू काम गर्नतिर लाग्छु। अनि त्यसपछि चाहिँ मैले चाहिँ आज कोरियन ड्रामाको लास्ट एपिसोड छ, यो एपिसोड पनि मैले आज सिद्धाएँ फाइनली। अनि अहिले आशा गर्छु कि म अरू एपिसोड नहेरौँ। बाई बाई।